नमस्ते एज युजुअल तपाईलाई फेरि भ्याक्युम वर्ल्ड नेपालमा स्वागत गर्न चाहन्छु। आज अर्को एपिसोडमा चाहिँ 80 लिटरको कमर्सियल भ्याक्युम क्लिनरको बारे तपाईहरु माझ केही इन्फर्मेसन दिन गएको छु र 80 लिटरको भ्याक्युम क्लिनरमा चाहिँ अब ओहो यत्रो ठुलो भ्याक्युम क्लिनर के को लागि भनेर सोचिराख्नु भएको होला तपाईहरुले चाहिँ। अब यस्तै जानकारीहरु एभ्री भिडियोमा हामी दिइरहेका हुन्छौं। भ्याक्युम क्लिनर सम्बन्धी, क्लिनिङ सम्बन्धी सबै प्रोडक्टहरु कुन तरिकाले कसरी घरमा सरसफाई गर्न सकिन्छ ती कुराहरु तपाईहरुलाई चाहिँ हामी एभ्री एपिसोडमा भन्ने गरेको छु। त्यसकारणले गर्दा प्लिज डु सब्स्क्राइब आवर भिडियोज भ्याक्युम वर्ल्ड नेपाल। तपाईले युट्युबमा हेर्न सक्नुहुनेछ। तपाईहरु माझ कुनै इन्फर्मेसन चाहियो भने पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। एनीवे लेट्स स्टार्ट आवर भिडियोज। यो 80 लिटर चाहिँ स्पेशली कमर्शियल क्लिनिङको लागि युज भइरा हुन्छ। फ्याक्ट्रीमा युज गर्नको लागि, होटलहरुमा युज गर्नको लागि, पानी ट्याङ्की सफा गर्नको लागि र वेटको काम जति पनि हुन्छ त्यो गर्नको लागि र ड्राई भ्याक्युम गर्नको लागि पनि यो युज भइरा हुन्छ। यसमा दुईटा मोटर हुन्छ। कमर्शियल ग्रेड मोटर भएको कारणले गर्दा ओभरहिट चाँडै हुँदैन। तपाईले बिग एरियामा काम गर्दा पनि तपाईलाई कुनै समस्या हुँदैन। यसले ओभरहिट भएर बीच बाटोमा र बीची कामको बीचमा यो बन्द हुने त्यस्तो समस्याहरू हुँदैन। कमर्शियल ग्रेड भएको भ्याक्युम क्लिनर जहिले पनि युज गर्नु जब तपाई बिजनेस गर्दै हुनुहुन्छ, क्लिनिङ बिजनेस गर्दै हुनुहुन्छ, फ्याक्ट्रीमा सफा गर्दै हुनुहुन्छ, कुनै पनि काम विशेष गरिराख्नु भएको छ र मोर देन हाफ एन आवर, मोर देन 1 आवर काम गरिराख्नु पर्छ भने चाहिँ बेस्ट तपाईले यस्तो कमर्शियल भ्याक्युम युज गर्नुभयो भने बेटर हुन्छ। यसमा भेरी इजी एन्ड सिम्पल छ। हेर्नुस्, यो तपाईले चाहिँ यसरी मज्जाले ड्र्याग गर्न पनि सक्नुहुनेछ। ह्यान्डल छ। अरु नर्मल भ्याक्युमहरुमा तपाईले होजले ड्र्याग गर्नुपर्ने कारणले गर्दा होज भाँचिने, राम्रोसँग मुभ नहुने कारणले गर्दा यसमा हेर्नुस् इजी एन्ड सिम्पल छ। सफ्ट ह्यान्डल छ। यसमा स्पन्ज पनि छ ताकि तपाईले मुभ गर्नको लागि, क्यारी गर्नको बेला पनि अनि यसलाई चाहिँ यसरी पनि उचालेर मज्जाले घुमाउन सक्नुहुनेछ। यसमा दुईटा मोटर हुन्छ। आवश्यकता अनुसार तपाईले सक्सन इन्क्रिज डिक्रिज गर्नको लागि यो दुईटा मोटर, यदि तपाईलाई चाहिँ धेरै स्ट्रङ चाहिन्छ भने दुईटा मोटर युज गर्नु, एउटा मात्रै मोटर युज गर्दा अलि सक्सन कम होला। जहाँ चाहिँ तपाईलाई धेरै सक्सन चाहिँदैन त्यो बेला एउटा मोटर युज गर्ने। पानी तानिराख्नु भएको छ, पानी फुल भयो भने अटोमेटिकली यो स्टप हुन्छ। त्यसकारणले गर्दा भेरी भेरी गुड छ, मिसयुज हुँदैन, बिगारिँदैन। र पानी फुल भइसकेपछि तपाईले यो कन्टेनर यो निकालेर कन्टेनर एम्प्टी गरे पनि हुन्छ, हैन भने यो ड्रेन क्लिनर यो होज यसो गरिसकेपछि सबै फोहोर पानीहरु यसबाट निस्किन्छ। इजी एन्ड सिम्पल छ र यो क्लिप यहाँ गर्ने। अनि यसमा अर्को राम्रो के छ भने जब तपाईले चाहिँ ड्राई भ्याक्युम गरिराख्नु भएको छ अफिसहरुमा त्यस्तो ठाउँमा गर्न बेला पनि यसमा चाहिँ हेपा फिल्टर छ, जस कारणले गर्दा तपाईलाई सजिलो हुन्छ। हेर्नुस्, यो हेपा फिल्टर, यो व्हाइट पार्टको यो हेपा फिल्टरले चाहिँ हामीलाई चाहिँ अस्थमा, एलर्जी, स्निजिङ, दमको रोग, धुलोबाट बचाउनको लागि, धुलोको एलर्जी हुनुको लागि हामीलाई यसले चाहिँ सेभ गर्छ। त्यसकारणले गर्दा धेरै धेरै राम्रो छ यो फिल्टर। हेपा फिल्टर भएपछि बेस्ट हो। कुनै पनि भ्याक्युम क्लिनरमा हेपा फिल्टर भएपछि धेरै राम्रो हुन्छ र यो तपाईले यसरी निकाल्नुहुन्छ र अर्को एउटा फिल्टर पनि हुन्छ जसले चाहिँ फाइन डस्टहरुलाई भित्र छिराउनलाई सहयोग नगर्नलाई सहयोग गर्छ। अनि यो चाहिँ यो फुल ट्याङ्की हो। पानी भयो भने एम्प्टी वा ड्राई भ्याक्युम गर्नुहुन्छ भने सबै धुलोहरु यसमा हुने एम्प्टी गर्ने। यो फिल्टर जब तपाई ड्राई गर्नुहुन्छ, भ्याक्युम मात्र गर्नुहुन्छ, धुलो मात्र तान्ने बेला यो फिल्टर र यो हेपा फिल्टर राखिन्छ। जब तपाई ड्राई गर्नुहुन्छ, पानी सक गर्नुपर्ने हुन्छ, त्यो बेला यो फिल्टर र यो हेपा फिल्टर निकाल्नु पर्छ। निकालिसकेपछि मजाले तपाईले पानी तान्न सक्नुहुनेछ। यसमा चाहिँ अरु अट्याचमेन्टहरु आउँछ जुन यो स्क्विजी हो। यो चाहिँ तपाईको यो स्क्विजी यो चाहिँ पानी तान्ने बेला फ्लोर युज गर्ने बेलाको लागि हो।
एकदम इजी एन्ड सिम्पल छ युज गर्ने बेला। अर्को दोस्रो भनेको यो फ्लोरमा गर्नको लागि हो, फ्लोरमा भ्याक्युम गर्ने बेलाको लागि हो। यसको सबै अट्याचमेन्टहरू तपाईँले पाउनुहुन्छ यसमा। कुनै पनि जिज्ञासा छ भने तपाईँ हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ र यो युज गर्न धेरै इजी पनि छ, सिम्पल पनि छ। विशेष गरी क्लिनिङ बिजनेस गर्दै हुनुहुन्छ भने यस्तो भ्याक्युम कमर्सियल ग्रेड भएको भ्याक्युम लिनुभयो भने धेरै राम्रो हुन्छ। तपाईँलाई काम गर्ने बेला त्यति समस्या हुँदैन। मार्केटमा तपाईँले धेरै पाउनुहुन्छ क्लिनिङको भ्याक्युम क्लिनरहरू, तर ड्यु टु ल्याक अफ एजुकेसन, ड्यु टु ल्याक अफ इन्फर्मेसन तपाईँले चाहिँ रङ प्रोडक्ट, रङ जबको लागि युज गरिराख्नु भएको हुन्छ, किन्नुपर्ने हुन्छ। त्यस कारणले गर्दा कुनै पनि प्रोडक्ट युज गर्नको लागि किन्ने बेला चाहिँ धेरै विचार गर्नुहोस्, रिभ्यू लिनुहोस्, त्यसको चाहिँ इन्फर्मेसन लिनुहोस् र फिजिकली ट्राई गर्दा पनि बेटर हुन्छ। होइन भने चाहिँ स्पेसलिस्टसँग कुरा गर्नुभयो भने बेस्ट हुन्छ, ताकि तपाईँको एभ्री सिङ्गल पेनी विल सेभ। तपाईँले चाहिँ रङ डिसिसन लिनु नपर्ला यदि तपाईँले चाहिँ सही प्रोडक्ट र सही ठाउँमा आउनुभयो भने। यदि तपाईँलाई चाहिँ केही इन्फर्मेसन चाहिरहेछ भने हामीलाई सम्झिन सक्नुहुनेछ। भ्याक्युम वर्ल्ड नेपाल 9810383984। थ्याङ्क यू भेरी मच।